अघिल्लो भिडियोमा मैले इङ्ल्यान्डले जित्छ यो एसएस भन्दाखेरि धेरैको विमति भयो, यस्तो त हुन्न, अस्ट्रेलियामा इङ्ल्यान्डको टिम एकदम विक छ, अस्ट्रेलिया भने अस्ट्रेलिया हो भनेर धेरैको असहमति भयो। तर आज पहिलो डे अफ एसएस हेर्दाखेरि इङ्ल्यान्ड धेरै अघि छ अस्ट्रेलियाभन्दा। सुरुवातमा टस जितेर इङ्ल्यान्डले ब्याटिङ रोज्यो। त्यो डिसिजन चाहिँ खराब डिसिजन भयो कि भन्ने कुरा आयो। फर्स्ट ओभरमै स्टार्कले ज्याक क्रलीलाई आउट गर्यो। त्यसपछि बिस्तारै बिस्तारै स्टार्कले एक्लै 7 विकेट लगेर इङ्ल्यान्डलाई छोटो टार्गेटमै रोकिदियो। कमिन्स र हेजलवुड दुइटै थिएनन्, मिस भयो, तर पनि स्टार्कले तिनीहरूलाई मिस हुन दिएन। बोल्यान्डले त्यति राम्रो गरेन, अर्को डगेट भन्नेले ठिक गर्यो, तर स्टार्क एक्लै नै काफी थियो इङ्ल्यान्डलाई थोरै टार्गेटमा रोक्नलाई। कमिन्स हेजलवुड त्यस्तो धेरै यिनीहरू नभएर ठुलो घाँटा लाग्यो भन्ने जस्तो केही भएन, 172 मै रोकिदियो। अब त्यो त्यति रन एकदम थोरै नै लागेको थियो सुरुमा हेर्दाखेरि, किनभने पछि डे 2 डे 3 तिर गएर पिच अलिकति फ्ल्याट हुन्छ, इङ्ल्यान्डले पहिला ब्याटिङ गर्नुपर्ने के अरे पहिला बोलिङ गर्नुपर्ने थियो भन्ने जस्तो कुरा पनि आयो। तर इङ्ल्यान्डले जुन किसिमको बलिङ गर्यो त्यो त पुरै आगो लगाइदियो। र अब कुरा सुरुबाट गर्दाखेरि चाहिँ सुरुमा ज्याक क्रली आउट, पछि बेन डकेट जति बेर खेलेको थियो एकदम राम्रो खेलेको थियो, ब्याटमा ट्याक्क बााउन्ड्री लागेको थियो, अफसाइडमा अलिकति उठ्यायो, ट्याक्क हान्थ्यो चौका। त्यसपछि त्यो पनि आउट भयो। रुट आयो, रुटको डग के होला एसएसमा 100 के अरे अस्ट्रेलियामा 100 हान्छ कि हान्दैन, के गर्छ भन्ने एकदम ठुलो एक्सपेक्टेसनको साथ आएको थियो, तर डग भयो। अर्को म्याचतिर राम्रो हान्ला, त्यसको समस्या भएन। त्यसपछि ह्यारी ब्रुक स्टोक्स पनि एकदम सस्तोमा अलिकति के भन्ने अब त्यस्तै आउट भयो। त्यसपछि बिचमा जेमी स्मिथ र ह्यारी ब्रुकको राम्रो पार्टनरसिप चलेको थियो, प्रत्येक ओभरमा बााउन्ड्री पनि हानिरहेको थियो, पार्टनरसिप ठिकठाक थियो। तर त्यहाँ आयो प्रोएक्टिभ क्याप्टेन स्टिभ स्मिथले त्यो खेललाई आफू क्याप्टेन छ भने चाहिँ यत्तिकै चल्न जे चलिरहेको छ भने जस्तो त्यस्तो गर्दैन, उसले प्रोएक्टिभली सोध्छ। त्यो पार्टनरसिप एकदमै ठुलो हुन सक्थ्यो। इन्डियासित जेमी स्मिथ र ह्यारी ब्रुकको पार्टनरसिप खत्रै भएको थियो, त्यो हुन सक्ने थियो। तर त्यहाँ चाहिँ स्टिभ स्मिथले ह्यारी ब्रुकको लागि सर्ट बलवाला ट्र्याप राख्यो। जेमी स्मिथलाई सर्ट बलवाला गरेन, जेमी स्मिथलाई अफसाइडतिर बलिङ गर्यो। डगेटले त्यो बेला 4-5 के अरे 40 रन जतिको पार्टनरसिप भइसकेको थियो त्यो बेला। तर ह्यारी ब्रुकलाई सर्ट बल, त्यो गर्दा गर्दै सर्ट बल एउटा अलि सफ्ट डिसमिसल टाइपकै विकेट दियो ह्यारी ब्रुकले। राम्रै खेलेर गयो, त्यसका सर्टहरू के एकदम राम्रो थिए। अनि त्यसपछि त अब अरू बिस्तारै बिस्तारै जानी भइहाल्यो। त्यसपछि 172 मात्रै बन्या रनलाई, जुन किसिमले त्यो रनलाई इङ्ल्यान्ड बोलिङमा उत्रियो र त्यो आगो फाल्यो, बल फालेन आगो फाल्यो। सुरुकै ओभरमा त्यो ज्याक वेदरल्यान्ड भन्ने डेब्युमा आएकोलाई त्यसलाई पुरै ढलाइदियो आर्चरले। त्यसपछि गस एटकिन्सनको एकदम सटिक इकोनोमिकल बोलिङ। अब पछि मार्नस ल्याभिसन र स्टिभ स्मिथ यत्तिकै टिकेर खेलिरहे, तर केही रन चाहिँ बन्नेवाला थिएन, त्यो किसिमको बलिङ थियो। त्यसपछि ब्राडन कार्स आयो, ठ्याक्क आफ्नो काम गर्यो। त्यसपछि स्टोक्स, जब पार्टनरसिप बन्छ कि भन्ने जस्तो थियो त्यो बेला आएर स्टोक्सले इम्पोर्टेन्ट विकेट, ट्राभिस हेडको विकेट, त्यसपछि क्यामरन ग्रिनको विकेट, इम्पोर्टेन्ट विकेट पार्टनरसिप बन्ने बेलातिर आएर यसरी निकाल्यो कि अस्ट्रेलिया पुरै धराशायी। जुन चाहिँ एउटा राम्रो लिड ल्याउने चान्स थियो त्यो लिड भएन। अब 9 विकेट मात्रै गएको छ, कति 40 कतिको लिड छ, अझै 30-40 को लिड होला। भोलि केही रन त बन्दैन, यत्तिकै सुरुको 1-2 ओभरमा विकेट जानेवाला छ। त्यसपछि अब यो टेस्ट म्याचमा आजको दिन सकिँदा इङ्ल्यान्डलाई अगाडि देख्छु मैले। इङ्ल्यान्ड अगाडि छ, तर भोलि ब्याटिङ एकदम राम्रो गर्नुपर्ने हुन्छ। मैले भनेको थिएँ स्टोक्सको यो सिरिज भने चाहिँ स्टोक्सले पहिला जिताउनु त धेरै कुरा जिताएको छ, तर अस्ट्रेलियामा एसएस जिताएर फेरि आफै क्याप्टेन भएको बेला जिताएर अझ त्यसको त्यो एचिभमेन्टमा अझ एउटा थपिन्छ भनेर मैले भनिसकेको छु। र त्यसको लागि भोलि ब्याटिङ राम्रो गर्नुपर्ने हुन्छ। यो म्याचमा इङ्ल्यान्ड एकदमै अगाडि छ, एकदमै त नभनौँ अगाडि छ, तर भोलि ब्याटिङ राम्रो गर्यो भने। र त्यो सँगै अब भोलिको टेस्ट म्याच एकदमै एक्साइटिङ बिन्दुमा आएर अट्याछ। भोलि के होला एकदम एक्साइटिङ छ। तपाईँहरूलाई के लाग्छ कमेन्टमा भन्नुहोला।